ओए साथी हो नमस्ते जय गोर्खा है। आज चाहिँ म ठ्याक्कै सिलगढीको टर्मिनस बस स्ट्यान्ड अगाडि छु। म कलकत्ता गएको फेरि केही बिना मान्छे उयोहरू। अब 7 बजेको टिकट छ हो। गरम त्यस्तै छ, मच्छर त्यस्तै भयो, बस्दाखेरि पनि मच्छर लागिबस्छ। 7 बज्नु टाइम छ। यो हेर्दै जानुहोस् है। प्राइभेट बसको टिकट काटेको, टिकटको दाम पनि बढेछ। चोर मात्रै भेट भयो सब बङ्गालमा त। हेर न बसौँ भनेको बस्ने जग्गामा तेरी मसाला बजिहाल्यो। के त राखिदिन्छ यी, के भन्नु। बस्ने जग्गा छैन। कुकुर सुतिरहेछ बरु। भएन हौ, भएन। गरम त्यस्तै छ। कहाँ बस्नु हो भाइ? छैन त जग्गै बस्ने। यता बस्नु पनि छैन, उता बस्ने पनि छैन। बस्ने जग्गामा ऊ के राखेको हो योहरूको हो। बस्ने जग्गामा के राखेको छ यत्रो रिस उठ्छ त हौ। यता बस्नुपर्छ होला। अब यो भुइँतिरै बस्नुपर्छ हौ। बस एकछिन बस ल, म पानी किनेर आउँछु। अनि पानी पनि बेसी खानु हुँदैन फेरि। बसको सफर छ, पिसा पायो भने त अहिले बर्बाद पार्छ त। लु साथी हो, हामी म कलकत्ता जाने बस पनि यही गाडीको टिकट है। रातमा लाग्यो है हाम्रो बस। अभी कुछ खाएंगे, थोड़ा कुछ खाएंगे। यही हो के 2663 पो छ त यहाँ त। 2663 यो चाहिँ कुन चाहिँ हो? 2663 त हो त क्या। 2663 त्यसले उल्टा लेखेको न। यही है देखो, नंबर का उल्टा लिख दिया था। 23 दिया है सीट। नंबर देख लो तो एक बार। उसका मिस्टेक नंबर गलत दिया है। ठीक है, कोई दिक्कत नहीं है। यही गाड़ी यही है। कुछ खाएंगे। हाँ आज का डेट है ना, अभी चलेगा। लाग्यो बस लाग्यो। हामी जाने बस लाग्यो कलकत्ता। साथीहरू हामी त पसे बसमा। यी 2 र 3 नम्बर रहेछ हो। अरू चाहिँ माइक रेडमी का आइफोन एयरबड हेडफोन ब्लुटुथ एसी बस एकदम एसीहरू ठिक छ। एसीहरू लाइट होइन। अब यो कम्बल दिएको छ, यो कुन चाहिँले बनाउनेले ओढेको होला हो। यस्तो त ओढ्दैन, फ्याँकिदिनुहोस् यस्तो। चढ्यो भन्नु न बसमा, चढ्यो भन्दिनँ यो बसमा। बसकै चढ्दै होला। 7 बजेको बाहिर गरममा क्या बसिबस्छ है, भित्र एसीमा नबसेर। साथी हो, हामी चाहिँ दालखोला आइपुग्यो है। दालखोला कति बज्यो? 10:30 भयो ल। बसहरू यहाँ लागिरहेको छ। यी जुत्ताको टाउको बसहरू लागिरहेछ दालखोला र दालखोला है। दालखोला खाजा भुजा खानु हो भने यहाँ खानु पर्यो। बेलुका भोक लागेको छ भने टट्टी पिसाब यतै हुन्छ। बसहरू ल राइसहरू खान्छ भने यहाँ छ। यी पैसातिर खाऊ। हातहरू यतातिर यतातिर खानु पर्यो। यो जानु आँटेको छ। हाम्रो चाहिँ हामी चढ्नु पर्ने चाहिँ यो बस
ल साथी हो यस्तै छ ल साथी हो 8 बजेछ यी भर्खर झराइ भयो कलकत्ता धरमतलाको अगाडि मैदानमा यहाँ अगाडि देख्नु हुँदैछ यो पोस्टहरू यो सबै इडन गार्डन अब हामी चाहिँ खिदिरपुर जाने हो है यहाँनिर ट्याक्सी खोज्नु पर्छ को जान्छ बसमा आउ न भाइ एउटा एम्बेसेडरमा चाहिन्छ हाम्रो चाहिँ खोला खोला भाइ यो हालौँ हाँ बाबू बाजार हाँ फैंसी मार्केट उतरना है कि बाबू बाजार मोड़ पे उतारेगा। हाँ, ठीक है। फैंसी पार करके ठीक है। साथी हो यो चाहिँ एम्बेसेडर कार है यी हेर्दै ल यहाँ फ्यानहरू छ एम्बेसेडरहरू पुरानो पहेँलो इडन गार्डन विराट कोहलीहरूको नक्साहरू हो आइपिएल यो हुन्छ यो त हुँदैछ नि हेर नि इडन गार्डन हो क्रिकेट हो फुटबल खेल्नेहरू साथी है यसमा आएको है एम्बेसेडरमा आएको नि फेरि भिआइपी भएर ल खिदिरपुर आइपुग्यो अब आउ न भाइ मजाले नुहाइ धुवाइ गर्नुपर्छ घर पुगेर नुहाइ धुवाइ गरिकन चाहिँ फ्रेस भएर चप के हुन्छ त्यो खाएर सुत्दिनुपर्छ हो त ल बाबु बजार खिदिरपुर बिहान आएको केही छैन यसो दोकानहरू त बेलुका मात्रै लाग्छ यहाँ बेलुका मात्रै हो अहिले दिउँसो त के हुँदैन अब यहाँ बेडी बनाउनेहरू फाइनली नानाको घर पनि आइपुग्यो म र भाइ गरम डरलाग्दो रहेछ फोन खोलेर बसेर गइरहेको छ नुहाइ गर्नुपर्छ गरम यहाँ चाहिँ हाम्रो हिरो भान्जो केटा ड्युटी जाने टाइम भइसकेको छ उठेकै छैन कति बेला ड्युटी जान्छ पनि गरम छ कलकत्ता मामाको घोडा मेरो हिही भन्ने कहाँ हुन्छ भानिजको घोडा कहिले लगेर मामाको हिही हुनुपर्छ त देख्दो रहेछ त है यो लगाएर हिँड्नुपर्छ